मैले धेरै जस्तो मान्छेहरू बिहान मतलब धेरै त नाइ मेजोरिटीको त नाइ तर लगभग धेरै मान्छेहरू अपाहिज छन् क्या। कसैको खुट्टा कसरी चल्छ, कसै यसो लङ्डाएर हिँड्छन्, कसैको हात के भएछ होइन, अनि हात यस्तो हुने यस्तै हुने यस्तो हुने यस्तो हात यस्तो भएको होइन। सो त्यो हेरेँ अनि त्यो नसाको कारणले हो कि दिमागबाटै हो कि त्यो कहाँबाट भइरह भन्ने कुरा के त्यसलाई थाहा पाउन भन्दा पनि अहिले चाहिँ ड्रग डेलिभरीतिर हामी नजाम, टार्गेटेड ड्रग डेलिभरीमा होइन। तर अहिले हामीले के बुझौँ त भन्दाखेरि हाम्रो मोटर न्युरोन्सहरू मोटर कर्टेक्स भन्दा नि मोटर कर्टेक्समा पनि होला, तर हाम्रो मेनली हाम्रो जुन यो मसल्स छ नि, मसल्समा चाहिँ इलेक्ट्रिकल एक्टिभिटीले गर्दाखेरि मसल कन्ट्र्याक्सन वा रिलिज हुने हो क्या होइन। सो तिमीले ड्रग डेलिभरीको कुरा गर्दाखेरि त्यही ठाउँको कुरा गर्दैछौ नि त, त्यही पाथको कुरा गर्दैछौ नि त, त्यो न्युरोनल त्यो नर्भ्सको कुरा गर्दैछौ नि त होइन। त्यस्ता नर्भ्सहरू त सानो त जति पनि छन् नि त होइन। सो त्यो सूक्ष्म लेभलमा कुरा गर्दैछौ नि त तिमीले, त्यो जराहरूको कुरा गर्दैछौ नि त। सो यी जराहरूलाई त्यही हिसाबले चलाउन सक्यो भने त्यो लेभलमा हामीले चलाउन सक्यो भने मैले के छोएँ भन्दाखेरि मैले एउटा मरेको मान्छेको सडेको अम्ला छोएँ जस्तो लाग्यो क्या मैले होइन। सो त्यो मैले कसरी छोएँ त भन्दाखेरि मैले साँच्चीकै छोइनँ क्या त्यो चिजलाई, मैले मेटाफिजिकली छोएँ क्या त्यो कुरालाई। मेरो एक्सपिरियन्समा आएर मैले त्यो देख्न सकेँ के, न कि मैले रियलमा त्यो छैन क्या, रियलमा हुन्न त्यो चिज। रियलमा खोज्न गयो भने तिम्रो जुनी फेर्न सक्छौ, तर तिमीले चाहिँ त्यो पत्ता लाएर बाहिर देखेला भनेर देखिन्न क्या। त्यो त्यस्तो चिज हो क्या, त्यो आफूभित्र हुने चिज हो, त्यो आफूले पत्ता लगाउने कुरा हो क्या। तिमीले कतिको त्यो चिजलाई बुझ्न सक्छौ। अनि भित्रको साइन्स र बाहिरको साइन्स फरक पर्छ। बाहिरको फिजिक्स भन्छौ नि तिमीले, त्यो बाहिरको फिजिक्स भनेको र भित्र जुन आफूभित्र घटित भएछ त्यो फिजिक्स छुट्टै हुन्छ फेरि। तिमीले कहिले नि त्यो दुइटै एक हो भनेर होइन। अनि सो त्यो इलेक्ट्रिकल एक्टिभिटी मसल्समा मेरो भयो होइन। अनि मैले छोएँ। अनि हाम्रो के छ भन्दाखेरि हामीले जे चिज नि बाहिर खोज्छौँ के, जे भए पनि हामीले बाहिरै खोज्छौँ कि होइन। तर यो चाहिँ ममा भएको चिज हैछ नि त, ममा घटित भएको चिज हैछ नि त। अनि ममा त्यो घटित भयो कारण मैले के थाहा पाएँ भन्दाखेरि त्यो हात खुट्टा बाङ्गेको मान्छेहरूबाट के सिकेँ भन्दाखेरि एकैछिनलाई मेरो त्यो त्यही हिसाबले एकैछिनलाई मात्रै भयो कि छिनलाई भयो। अनि छिनलाई हुँदाखेरि मैले के इमेज जेनेरेट गरेँ भन्दाखेरि मैले के चिजलाई छोएँ, कुनै अम्लालाई छोएँ जस्तो लाग्यो कि, तर त्यस्तो रियलमा त भएन नि त। तर के भन्ने, रियललाई रियल भन्ने कि आफूमा घटेको कुरालाई रियल भन्ने होइन। एक्सपिरियन्स त आफूभित्र भएको एक्सपिरियन्स पनि त एउटा हिसाबको एक्सपिरियन्सै त हो नि होइन। सो मलाई चाहिँ त्यो कुरा विश्वास लाग्छ। र यो मोटर कन्ट्र्याक्सन वा मसल कन्ट्र्याक्सनबाट चाहिँ हामीले एउटा हिसाबले त्यसलाई मसल कन्ट्र्याक्ट गर्न सक्यौँ भने चाहिँ हामीले त्यो चिजलाई चाहिँ त्यो मेटाफिजिकल त्यो साइकिक कुराहरू वा त्यो भूत सम्बन्धीको कुरालाई चाहिँ हामीले प्रकार बुझ्न सक्छौँ र बुझ्न पनि पर्छ। किनकि यहाँ यो सधैँ हुने कुरा होइन, यो कहिलेकाहीँ हुने कुरा हो होइन। त्यस्तै मलाई चाहिँ हिजो एकादशीको दिन मलाई त्यो फिल भयो क्या। अनि मैले चाहिँ त्यो फिल गरेँ क्या। अनि मलाई खुसी पनि लाग्यो कि मैले केही ज्ञान पनि पाएँ भनेर।